नमस्ते साथीहरू, स्वागत छ आज पनि हजुरहरूलाई मेरो सानो मिनी ब्लगमा। धेरै पछि नमस्ते भने है हजुरहरूलाई पनि। आजकल कि यो भिडियो बनाउनु त बनाइन्छ साथीहरू, तर बोल्ने कुरै हुँदैन के बोल्ने हुन्छ, राम्रो बोल्नले आउँदैन। अनि अब फेरि भने जस्तो सजिलो नहुँदो रहेछ क्या यो भिडियो बनाउनु। भन्ने मात्रै सजिलो हो, तर कति गाह्रो कति अप्ठ्यारो के। अब आफ्नो काम गर्दै अर्को भिडियो पनि बनाउनु पर्छ नि त साथीहरू। अनि काम पनि डबल, अनि यस्तै के घरको कामहरू सबै खानासाना बनाउने खुवाउने छोराछोरीलाई। त्यसपछि मैले चाहिँ खाएँ साथीहरू खाना। गम खाएँ है साथीहरू, लाज नमानी मैले गम खाना खाएँ साथीहरू। मलाई चाहिँ दाल खासै मन पर्दैन कि। अनि त्यसपछि फर्सीको तरकारी पकाएँ, तरकारी पनि खासै खाइनँ। भिन्डी चाहिँ सासैले तान्छ साथीहरू। फेरि भिन्डी र अनि सोयाबिनको अचारसँग खाना खाएर सानासिनी गरेर छोराछोरीको सुन्नु साथीहरू एकछिन ल। हजुरहरूकोतिर चाहिँ छोराछोरी कतिको रुन्छ फोन मागेर? हजुरको छोराछोरी चाहिँ, मेरो चाहिँ छोरी चाहिँ फोन हेर्ने बानी भएर साथीहरू आज फोन नदिएको, रुएर झगडा गरेर के गर्नु र। अनि छोराछोरीलाई स्कुल पठाएर म चाहिँ फेरि बारतिर लागेँ साथीहरू। थोरै झिङ्नी थियो क्या त्यहाँनिर टिप्न। अनि टिपेँ, साह्रै धेरै त थिएन, अलिकति भयो 1-1.5 केजी जस्तो। त्यही पनि खान मन लाग्दैन आफ्नै भएर होला। अनि त्यही पनि बेचिदिन्छौँ कि हामी चाहिँ, थोरै थोरै भए पनि त्यो कुहाएर फाल्नुभन्दा। अनि झिङ्नी टिपेर ल्याएर फेरि म लुगा धुन थालेँ साथीहरू। लुगा पनि कति धेरै थियो, 2 दिन नधोएको। बाफ्रे भन्नु नपर्ने, तल नअटेर माथि छतमा पनि लानु पर्यो। छतमा जानु चाहिँ मलाई अल्छी लाग्छ कि, लुगा सुकाउनु जानु टिप्नु जानु, पानी पऱ्यो भने हत्तरपत्त कुद्दा कुद्दै भिजिजान्छ। त्यही भएर अझ भुइँमै सुकाउँछु को। योपालि चाहिँ भुइँमै नअटेर नानीको लुगाहरू फेरि माथि लगाएर सुकाउनु पर्यो साथीहरू। मेरो चाहिँ आजको मिनी ब्लग चाहिँ यस्तै हो साथीहरू। के गर्नु, बोल्नै आउँदैन। अब हजुरहरूलाई बोल्नु सिकाइ माग्नु पर्ला क्या। ल बाई बाई साथीहरू।